साथीहरु हामी चाहिँ अब फाइनली हैन सबै झोला सोला प्याक भयो रेडी सोल्टी पुरै रेडी भइसक्नु भएको छ अनि आज हामी चाहिँ पोखरादेखि बुटोलसम्म जान्छौं म चाहिँ भोलि त्यहाँदेखि सुर्खेत जाँदै छु र आज मौसमले कतिको च्यालेन्ज गर्छ हैन तर हामी चाहिँ सोलो राइडमा जाँदै छौं लेट्स सी हेरौं अब बीचबीचमा तपाईहरुसँग आउने नै छु र एउटा आजको नयाँ कुरा चाहिँ पोखरादेखि स्याङ्जाको पुतली बजारसम्म चाहिँ अर्को रुट छ रे त्यो रुट देखाउनको लागि चाहिँ म जाँदै छु कस्तो छ राम्रो छ कि नराम्रो छ कि त्यो चाहिँ बाँकी भिडियोमा है त लेट्स गो फाइनली हामी चाहिँ जान लाग्यो है बाइ बाइ पोखरा भन्नुपर्छ कुन बाटो रे हामी जाने क्रिस्टीको बाटो जाने ल है त तपाईहरुले चाहिँ नयाँ रुट पोखरादेखि स्याङ्जा झर्ने क्रिस्टीको रुट चाहिँ हामी देखाउँदैछौँ लेट्स सी मौसमले साथ दियो भने राम्रोसँग पुरै खिच्दैछु दिएन भने पनि यो रुट यस्तो छ भनेर ठाउँ ठाउँको क्लिप चाहिँ तपाईहरुमा ल्याउने छु है त घाम देखेको छैन भन्दै थियो हामी चाहिँ अहिले पातले ठाउँ उ त्यहाँबाट हो क्या हो अहिले म्याप हेरौँला उ त्यहाँबाट हो कि जस्तो लाग्छ हेरौँला म्याप अब यहाँ चाहिँ हामी ठ्याक्कै पातले छाँगो महेन्द्र गुफा यो बाटो त होइन होला उ त्यो अगाडिको बाटो हो कि जस्तो लाग्छ म्याप हेरिदिउँ न पसलेलाई दाजु क्रिस्टी जाने बाटो कता हो उयो अगाडिको बाटो हस् धन्यवाद पुतली बजार निस्किन्छ हैन क्रिस्टीको बाटो पुतली बजार दाइले भन्दैछ है मैले नक्सा हेरेन जान चाहिँ यही बाटो जाने हो हस् धन्यवाद हामी चाहिँ अब उहाँको निर्देशन अनुसार यहाँबाट जान्छौँ पुल आउँछ अरे पुलबाट चाहिँ दुईटा बाटो छुट्टिन्छ अरे अनि त्यहाँ पुगेर चाहिँ सोध्नुस् भन्नुभएको छ ठिक छ त्यहाँ पुगेर सोधौँला पनि नक्सामा पनि हेरौँला है त हामी ठ्याक्कै यो महेन्द्र गुफा र छोरे पाटो सरी पातले छाँगोको अलि अगाडि आएपछि लेफ्ट लाग्ने अनि
अब भित्र जान्छु कता पुगिन्छ थाहा छैन यहाँ त म पनि आएको थिएँ यो रेस्टुरेन्टहरूमा राम्रो छ है हावा पार्कको अनि लिटल टिकट भन्ने यी रेस्टुरेन्टहरू क्याफेहरू चाहिँ राम्रो बसिसक्नुलाई आनन्द दिल पारेको छ म पनि आएको थिएँ एकचोटि बस खानलाई जाने बाटो रेलगाडी एउटा खोला तरियो क्रिस्टी निर्मल पोखरा मार्ग तल्लो माथिको दुवाकोट होइन यता तलतिर तल्लो बाटो यहाँनिर चाहिँ पुल बन्दै रहेछ निर्माणाधीन लगभग कम्प्लिट भइसकेको छ अनि हामी चाहिँ अहिले चाहिँ यता जाँदैछ सोल्टी चाहिँ अगाडि पुगिसक्यो म चाहिँ मोबाइल होल्डरमा राख्दै थिएँ पर्खिराख्नु भएको रहेछ है त ल सायद यतै जाने होला लामगाडी 18 किलोमिटर डहरे भन्दो रहेछ यसलाई चाहिँ हामी यतै त होला जाने नक्सा नि यतै देखाएको छ के भयो गाडी तान्दैन उकालमा तानेन 2 गियरमा तान्छ के 2 गियरमा नि तानेन एक गेर कहाँ तान्दैन म तु दे ड्राइभर टेटे गर्छ पोखरा भ्याबाट भ्याली चाहिँ नदेख्दो रहेछ है उ त्यो डाँडाबाट चाहिँ त्यो तान्दैन भनेको चेक गर्न लाग्नु भएको छ हेरौँ पोखराको अब ओह्रालो लाग्यो है मेरो बाइकको क्लच प्लेट जान लागेको छ अनि तल तान्न माने छैन
गरी जानु पर्यो कृष्टि भन्ने रहेछ है यता गाउँ कृष्टिबाट ओह्रालो गऱ्यौँ बाटो चाहिँ दामी छ है दामी 0 किलोमिटर धेर छ राम्रो रहेछ ठुलो गाडी हिँड्दैन जस्तो लाग्यो यता यो भगवानको मन्दिर राम्रो बनाउनु भएको रहेछ यहाँ ठ्याक्कै बाँडखोला र टक्सार छुट्याउँदो रहेछ हामी चाहिँ बाँडखोला झर्ने भएर यता लाग्यौँ मेरो बाइकले हल्का धोका दिइरहेको छ क्लच उड्न लागेछ यसलाई माया गरेर जोसँग धार्नु पऱ्यो फुटबल गएर क्लचलाई हेरिदिनु पऱ्यो अब चाहिँ यहाँबाट चाहिँ बाटो अलिक हुँदैछ चाहिँ बाटो अलिक साँघुरो रहेछ तर ठिक छ अलिकति त्यो बिचो बनाउँदै रहेछ बाटो नोटिस गरेँ मैले चाहिँ यो एरिया चाहिँ अब लगभग कति किलोमिटर छ होइन त्यो त मैले हेरेन तर ग्यारेजहरू चाहिँ छैन है मैले देखेन ठुला बजारहरू पनि छैन पसलहरू पनि एकदमै कम मात्रामा भेटिन्छ होटलहरू पनि त्यो कुरा चाहिँ ख्याल गरेर आउनु होला है त तर बाटो चाहिँ मेरै हो भने जस्तै हिँड्न पाइन्छ है यो बाटो आएपछि ठाउँमा यस्तो खाल्टा खुल्टीहरू अलिअलि भत्केको चाहिँ छ पिच अब अगाडि कस्तो छ हेर्दै जानुहोस् तपाईँ पनि देखिहाल्नुहुन्छ
अब हेर्नुपर्छ कति टाइम लाग्यो हामीलाई। हामी ठ्याक्कै अहिले चाहिँ पुतली बजार 5 खोला हेर्न निस्क्यौँ। बज्यो 12:30। कति बजे हिँड्यो हो, कति बजे कसैलाई फोन गर्नु भएको थियो? कसैलाई फोन गर्नु भएको थियो? मैले चाहिँ यसो हेर्दाखेरि 1 घन्टा लागेको जस्तो लाग्यो। अब पेमेन्ट यहीँसम्म है देखिहाल्नु डिस्ट्रिक्ट हुँदै अब पुतली बजार बाटो छ। अहिले चाहिँ हाइवेमा है। खोइ त ओके। गाडी चाहिँ हो, बाटो पनि केही देख्दैन, केही जरुरत छ। यो ताल चाहिँ हुँदैन है, माथिबाट आयो भने। यहाँ चाहिँ गाडी भेटेको भेटे, ठुला गाडीले बाटो नदिने, माथिबाट बिन्दास खोला हतार नगर, हतार नगर।
सोल्टी कता जानु भाइ छ हामी चाहिँ खाना खान भनेर चाहिँ यता लाग्यो यो घर हो कि होटल हो आइएम कन्फ्युज है सोल्टीमा गएर सोध्दै हुनुहुन्छ सायद सोल्टी हिँड्ने बेला बस्ने खाने ठाउँ होला है त हेरौँ बन्छ रे कितना टाइम लगेगा खाना बनाएर राख्नुहुन्न क्या खाना मासु चाहिँ के पाउँछ दिदी हुन्छ हुन्छ मासु अलिक धेरै के को खाने लोकल कुरा छैन है ल ल ल बस्ने कता हो आज ल्याउँछ कि नै को यहाँ गलेको साथी छ क्या यहाँ दिनभरि केटाहरू 4-5 कार्टुन बियर खाएर बसेको ल त आमा अब खाना पकाएर खान्छौँ है त यहाँ चाहिँ एकजना दाजुको चाहिँ बाइक बिग्रेरै छ एकछिन हामी बस्यौँ सहयोग गऱ्यौँ मिस्त्री पनि ल्याइदिउँ तर सम्भव भएन उहाँले फेरि अर्को आफ्नो साथीहरू बोलाउनु भएको छ अब हामी चाहिँ जान लागेको पानी पर्न आँटो जाउँ जाउँ भने बारीमा पानी खानुपर्ने भयो यहाँ पुरा यो के हो शिव मन्दिर हो यहाँभित्र यहाँबाट तल निस्केको पानी ग्रहण गर्दैछौँ हामी दुर्गाबहादुर सारको पुण्य स्मृति श्री घरै पानी पुरा लाग्ला अब फाइनली पुटुलमा सोल्टीहरूसँग भेट भयो हाम्रो सोल्टी फेरि एकजनालाई माथि केराबारीभन्दा तलबाट एउटा भाइले लिफ्ट दिनुभएको थियो अनि त्यहीँ कुरा भएर अनि साथीहरूसित स्विमिङ गर्न आउनुभएको रहेछ खोलातिर अनि घुरेर बसेको अनि अहिले हामी भेट भयौँ अब चाहिँ हामी जाँदैछौँ जान त जाँदैछौँ कहाँ जाँदैछ त्यो चाहिँ मलाई थाहा भएन कहाँ छ साथीहरू बस्नु पाएर चाहिँ खुसी लाग्यो अहिले चाहिँ हामी पुटुलमै हो होइन अब यहाँ हाइवेमा थियो हाइवेबाट
अर्को साथीहरूसँग भेट्छ आउँदा आउँदै साथीहरूले चाहिँ नेवा छे पुऱ्याउँदै हुन्छ नेवा छे लिफ्ट पनि दिएको 100 रुपियाँ दिएको हो नि तपाईँले यस्तो हुनुपर्छ मान्छे भनेको सहयोग गरे क्या सहयोग गर्नुहुन्छ होइन पाप कट्यो एउटा सम्झिनु पाप पाप पनि कट्यो आमा भगेराको म्युजिक रहेछ यहाँ त आनन्दको ठाउँ रहेछ पानी सफा भइदिएको अझ राम्रो एउटा नानीलाई चाहिँ बगाएको हो तर हामी चाहिँ बोतलमा आइपुगेर अनि ल ल ल सर बस्छ नेवा छेमा आयो के ल्यायो नानीले अन्टीमा पानी जाने के ल ल चाहिँ खोइ उहाँलाई होइन म सबै खान्छु त अनि खाउँला अन्डा खाइ हुन्छ क्या 12 होला ओहो सोल्टी ल गुड नाइट है कताबाट मापसी नभएबाट जानु साथीहरु छुट्टिनु भयो है हामी चाहिँ अब कता बाइक छ अब कता बाइक फाइनली हामी चाहिँ सोल्टीको घर आइसक्यो है अब लाइट कमजोर छ यहाँ यो सोल्टीको घर है सोल्टीको घरमा होइन अब यहाँ आइसक्यो यतिखेर सोल्टी हेलो हाई गरिदिनु भान्जाले चाहिँ हामीलाई वेटिङ गरेर बस्नु भएको थियो किन यति वेटिङ गर्नु भएको छ भनेको त यो रहेछ नि त यस्तो फर्काइदिनु भन्छ आम्बो भान्जाले है मामा आउँदै हुनुहुन्छ भनेर है जेडी ओ माई गॉड
आज म अघि फेरि सोल्टीले आउँदा आउँदै छिटो जाम मेरो बाइक बनाऊँ भनेको त कहाँ नेवा छे भन्ने ठाउँमा लगाएर के खुवा दिनु नाङ्लो बिल कति 12,000 कति उठ्यो फेरि सोल्टी फेमिसेनी कुरा गर्दैछ आमा ल गाइज अब हामी चाहिँ हल्का नास्ता गरेर सुत्छौँ बुटोलसम्मको यात्रा यति नै थियो फर्का राख्दो रहेछ अब चाहिँ भोलि चाहिँ मेरो बाइक बनाउनु छ बाइकले आज जो साथ दियो भोलि बिहान बाइक बनाएर अनि चाहिँ म चाहिँ सुर्खेत हिँड्छु अनि सुर्खेत गइसकेपछि तपाईँहरूसँग फेरि भेट्ने छु हस् त बाई एन्ड गुड नाइट